हेलो नमस्ते सम्पूर्ण साथीहरुमा लोयलमान युट्युब च्यानलमा म बालकृष्ण खड्का तपाईहरुलाई फेरि आज अर्को नयाँ भिडियो लिएर स्वागत गर्दैछु। साथीहरु भिडियो अन्त्यसम्म हेरेर प्रतिक्रिया दिनु होला। गाइजहरु अब हाम्रो चाहिँ के हन्टिङ रेडी के गप हन्टिङ गङ्गाटा हन्टिङ हुँदैछ यहाँ टक्क पकेट भरि वहाँ यस्तो पोजिसनमा चाहिँ आधा पुरै हन्टिङ हुनेवाला छ। हन्टिङ गङ्गाटाको चाहिँ समुद्रमा ट्याक्क लाएर पुले अर्चियाले आजको दिन अलि फरक अनुभव भयो। बिहानै साथीहरुसँग कुरा भएको थियो आज समुद्रतिर जाम है त गङ्गाटा खोज्नले भन्ने कुरा भयो। बाल्यकालदेखि नै गङ्गाटा खोज्ने बानी अझै पनि मनभित्र कतै कतै बाँकी रहेछ। हामी सानै हुँदा नेपालमा खोलाको छेउ त्यो खेतको कान्ला पानी जमेको सानो खाल्डो जहाँ भेटिन्थ्यो त्यही गङ्गाटा खोज्दै घन्टौँ बित्थ्यो। गणेउला उन्युमा उनेर पानीभित्र छिराउँदै सुसेलेर गर्दै गङ्गाटा बोलाउँथ्यो। साथीहरू मिलेर ढुङ्गा पल्टाउने पानी चलाउने कहिले भेटिन्थ्यो त कहिले भेटिन्थेन तर खोज्दा हुने रमाइलो नै छुट्टै हुन्थ्यो। आज पनि त्यही बालापन सम्झेर हामीहरूलाई समुद्र जाउँ जाउँ भन्न मन लाग्यो गङ्गाटा खोज्नलाई। साथीहरू पनि उत्साहित भए अनि हामी हतार हतार समुद्रतिर लाग्यौँ। बाटोभरि मनमा उस्तै पुराना सम्झनाहरू खेलिरहेका थिए। टन्नै आउनेवाला छ अरे गङ्गाटा चाहिँ। अनि वाकिङ जाँदाखेरि चाहिँ कता देखेँ अरे गङ्गाटाहरू बाहिर पुरा गफ सरसल्लाह गर्दै गर्दाखेरि के भन्दै थियो अरे गङ्गाटाले गङ्गाटाको गणराज्यहरूलाई यो चाहिँ भनिनु पऱ्यो क्या आज यो आज खतरा गङ्गाटा मार्ने योजना सहित पुरै सिकारी पोजमा भाला काँटा बोकेर जङ्गलको बाटो हुँदै यसरी बाल्टी छायामा बोकेर हामी लागियो समुद्रतर्फ है त साथीहरू। कति गङ्गाटा पर्छ कोकोलाई चाहिन्छ जाडोमा गङ्गाटाको सुप सिरिप्पै सिरिप्पै। ल ए गाइजहरू हाम्रो यो टोली सिकारी टोली अब लाग्यो है त यतातिर डाक्क लाएर समुद्रको नजिक छौँ नजिकै पुग्ने क्रममा छौँ। बाटो टक्क आएर समुद्र चाहिँ पारिपट्टि चाहिँ गाइजहरू अब हामी यहाँबाट जानेवाला छौँ समुद्रतिर करेजतिर यतातिर छ। स्विमिङ हान्न मन छ भने पनि आएर स्विमिङ तर छिपी हान्नु ल। हाम्रो दुईजना सिकारीहरू उतातिर पुरै
बाल्टी र भालाको वेटिङमा बसिरहेछन्। हामी चाहिँ लाग्यो यो बालुवा हुँदै च्याप लाएर। ल है आइयो खजुरको बोट पनि रोपेको छ यहाँनिर। हामी गर्मीमा स्विमिङ पनि गर्न आइन्छ बेला बेलामा यो ठाउँमा। ताउ यहाँनिर स्विमिङ गर्न मिल्छ। क्या दामी देखेको क्या समुद्र त, निलो है, खतरा देखेछ नि समुद्र त, दामी देखेछ नि त। आमा दामी देखेछ हौ। बेलुकाको घाममा यति बेला चाहिँ गर्मी पनि छैन धेरै, शीतल पनि छैन, दामी छ वेदर। यसरी हाल्नुपर्छ है साथीहरू गौँटालाई। यस्तो पानीमा आउँछ गौँटा। सर कति दामी क्लिन छ यार पानी यार। धोका खाइछहरू गौँटाले चाहिँ यहाँ धोका दिएला जस्तो छ। गौँटा खासै नमिलेको अवस्था। नमिलेपछि पानीमा के छिर्नु भनेर म पनि साइडबाट हिँडेको अवस्था। त यस्तो ल्याउ पनि लाएर त माछाले खान ल्याऊ भन्ने चाहिँ यही होला। माछा मार्न आइन्थ्यो कुनै वन्स अफन अ टाइम। ल हेर गौँटा मार्ने सिकारीहरू 2-3 जना। एकदम बुढो सिकारी, जङ्कर सिकारी, यत्रो बाल्टी ल्याएर आएर गौँटै छैन रहेछ यार। खै ओ सिकारी उहाँ चाहिँ बसिरहेको छ यत्तिकै। एउटा पनि देखिँदैन त गौँटा, पारिपट्टि थियो कि। पानी चाहिँ क्लिन छ है, पानी चाहिँ खतरा क्लिन रहेछ। पानी चाहिँ दामी क्लिन छ है साथीहरू, दामी 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 छ पानी चाहिँ। यसरी समुद्रको तिरमा यहाँ बसिया छ, टक्क लाएर पर्ने हो कि होइन यस्तो आइरहेछ। ल यसको छाल शान्त, त्यो छालमा यसरी बस्दा नि आनन्दै आउँछ हो, मजा लाग्छ साथीहरू मलाई त। यहाँको छालको आवाज सुन्दाखेरि पानीको। चिसो छ मौसम, त्यस्तो गर्मी पनि छैन आज त, शीतल छ, आनन्द छ। आहा देखेको होइन गौँटै नभएको नि, गौँटै छैन। अनि कहाँबाट गौँटा खास छैन रहेछ, राति मात्रै हुन्छ क्या दरे। पानी अलि धेरै धेरै छ होइन, पानी बढी छ। गौँटा नि अब पल्लो साइडमा चाहिँ हुन्छ कि बरु। कतिवटा देखाएर अघि गफ चाहिँ होइन है साथीहरू, फेरि यो गफ हानेको चाहिँ होइन, साँच्चै भने। ल हेर्नुहोस् त मार्फाको भ्यू हेर्नुहोस् है तपाईँले, देख्न सक्नुहुन्छ, दामी छ। देखा आपने लापरवाही का नतीजा है। आजको दिन अलि फरक अनुभव भयो। बिहानै साथीहरूसँग कुरा भएको थियो, आज समुद्रतिर जाउँ है त गौँटा खोज्नलाई भन्ने कुरा भयो। बाल्यकालदेखि नै गौँटा खोज्ने बानी अझै पनि मनभित्र कतै बाँकी रहेछ। हामी सानै हुँदा नेपालमा खोलाको छेउ त्यो खेतको कान्ला पानी जमेको सानो खाल्डो जहाँ भेटिन्थ्यो त्यही गौँटा खोज्दै घन्टौँ बित्थ्यो। गडेउला उन्युमा उनेर पानीभित्र छिराउँदै सुसेलेर गर्दै गौँटा बोलाउँथ्यो। साथीहरू मिलेर ढुङ्गा पल्टाउने, पानी चलाउने, कहिले भेटिन्थ्यो त कहिले भेटिन्थेन, तर खोज्दा हुने रमाइलो नै छुट्टै हुन्थ्यो। नेपालको गाउँ, खोलाको आवाज, खेतको हरियाली, साथीहरूको हाँसो, त्यो समय कति सरल थियो, कति रमाइलो थियो। आइपुगिसकेछौँ। पानीको छाल, हावा, वरिपरि सुन्दर दृश्य, सबै एकदम रमाइलो नै थियो। पानीभित्र हेर्दै बालुवा मुनि खोज्यो, भेटिएन। जति खोज्दा पनि भेटिएन। अगाडि बढ्यौँ, खोज्दै भेटिएन। समुद्र त ठुलो थियो, सुन्दर थियो, तर बाल्यकालको त्यो सानो खोलाको मजा भने यहाँ भेटिएन।
त्यो बेला मलाई मनमा अर्को कुरा खेल्न थाल्यो। सायद गङ्गाटा भेटिएन भनेर मात्रै होइन, हामीले खोजिरहेका कुरा त बाल्यकालको त्यो सम्झना रहेछ। हामी ठुला हुँदै जाँदा ठाउँ बदलिन्छ, जीवन बदलिन्छ, तर मनभित्रको त्यो सानो बाल्यपन भने कहिल्यै बदलिँदैन रहेछ। तर आज समुद्रमा गङ्गाटा खोज्ने सपना थियो, त्यो भने समुद्रमा जति खोज्दा पनि गङ्गाटा भेटिएन। जिन्दगीमा कहिलेकाहीँ हामी धेरै ठुला कुरा खोज्न टाढा जान्छौँ, तर खुसी भने सानो सानो सम्झनामा लुकेको हुन्छ। आजको दिनले मलाई फेरि सम्झायो बाल्यकालको रमाइलो गाउँको जीवन र साथीहरूसँग बिताएको समय नै सबैभन्दा ठुलो धन रहेछ। अन्त्यमा गङ्गटा भेटिएन। गङ्गटा नभेटिएपछि हामी गोधुली साँझ हुनै लाग्दा रुमतिर फर्किन लाग्यौँ। यति भन्दै आजको भिडियो यही अन्त्य गर्दछु। तपाईहरुलाई कस्तो लाग्यो मन परेमा कमेन्ट गर्नुहोला। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। फेरि अर्को नयाँ भिडियोमा भेट्ने नै छौँ। धन्यवाद।